हेलो गाइज, वेलकम टु न्यू ब्लग एन्ड न्यू एपिसोड। देखि चाहिँ धमाधम अब हाम्रो ऱ्यामिङ गर्ने काम चाहिँ सुरु भइसकेछ है गाइज। उता चाहिँ ऱ्यामिङको फर्म लगाइसकेछ हामीहरू। यता चाहिँ हिजो भर्खर लाग्यो अनि आधी ठोकेछन्। यता चाहिँ 6 फिट ठोकेर पनि माथि फर्म लगाइसकेको छ है गाइज। यतापट्टि चाहिँ अब आजदेखि चाहिँ अब कन्टिन्यू भ्लग आउन सक्छ हैन। अनि यो चाहिँ सेफ्टी ट्याङ्की हो चाहिँ हैन। अनि त्यो चाहिँ ऱ्यामरडको वाल है गाइस, यो माटोको वाल। आजदेखि चाहिँ अब डेली भ्लग आउँछ। हजुरहरू चिन्ता नगर्नु, टेन्सन नलिनु है गाइस। यो चाहिँ यस्तो छ है, यस्तो हेर्नु गाइस, यहाँ पानी हाल्दैछन्। अब यो खोल्ने बित्तिकै पानी हाले केही हुन्न। यो फर्म खोल्ने बित्तिकैको यो यस्तो हुन्छ गाइस हैन। फर्म खोल्ने बित्तिकै यतिको फिनिसिङ चाहिँ हुन्छ। अझै यसमा फिनिसिङ गर्नुपर्छ अनि झन् राम्रो देखिन्छ हैन चट्टै। अनि अब उता चाहिँ मसला बनाउँदैछन् हैन। मसलामा चाहिँ 1 बोरा सिमेन्टीमा 4 बोरा डस अनि 4.5 गारा चाहिँ 4.5 बोरा चाहिँ माटो हुन्छ हैन। माटो हुन्छ अनि के भन्छन् बालुवा आधा बोरा अनि चिप्स चाहिँ 1 बोराको मालमा। अनि माथिदेखि चाहिँ यस्तो, यो चाहिँ हाम्रो 20 इन्चीको वाल उठिरहेछ है गाइस। यो चाहिँ भित्र चाहिँ 20 इन्चीको वाल। अनि यसरी अब 2 फिटको फर्म हुन्छ हाम्रो। अनि त्यो 2 फिट भरिसकेपछि टक्क त्यहाँ सरिया हाल्ने, सरिया तल चाहिँ हैन। अनि एक सेक्सन चाहिँ उता चलिरहेछ, एक सेक्सन चाहिँ यता। अनि यहाँनिर छ गाइस कम्पनी। अब कसरी ठोक्छन् त्यो पनि देखाउने छु है गाइस। अरे तुम्हारा भाई टकलिया है तो क्या हुआ। आपसे डेली ब्लॉग आएगा। टकलिया सुबह उठ गया, काम पे लग गया। टकलिया का काम पूरा हुआ, फिर से सो गया। दोस्तों हैन। अनि हिजो भइरहेको गेममा चाहिँ कसले विन गर्यो गाइस भन्नु होला। मैले चाहिँ पुरा गेम हेरेन हैन। निन्द्राले काम गरेपछि ठकाइ लाग्छ, निन्द्रा लाग्यो, सुते गाइस यार। अनि हिजो चाहिँ कसले जित्यो कमेन्ट गरिदिनु होला है गाइस हैन। अब आउने गेम पनि राम्रै छ गाइस हैन। अब सेमी फाइनलको लागि फाइट गर्छन्। अब आउने गेम चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ। चट्टै पानी हालिरहेछन् है गाइस। यसमा चाहिँ पानी, मसलामा चाहिँ पानी एकदमै कम खान्छ हैन। त्यो जस्तो पायो त्यस्तै पानी हाल्नु हुँदैन। मिलाएर रेसियो अनुसार पानी हाल्नुपर्छ यसमा चाहिँ। त्यो आरसीसी कङ्क्रिट जस्तो यो पानी हालेर हुँदैन हैन।
यसमा चाहिँ माटोमा चाहिँ अब माटो अनि हेर्नु गाइस एक बोरा सिमेन्टीमा चाहिँ त्यो बालुवा जस्तै देखेको चाहिँ त्यो चाहिँ 4 हाल्नुपर्छ एक बोरामा हैन। अनि त्यो उतापट्टिको चाहिँ माटो चाहिँ पेलेको माटो चाहिँ एक बोरामा 5.5 हाल्नुपर्छ। अनि बालुवा चाहिँ लाइक गाइस माटो हालेर अब चाहिँ हामीहरू धुर्मुसले चाहिँ ठोक्न जान लाग्यो। उता चाहिँ डनाडन दिइरहेछन् केटाहरूले डनाडन हैन। अब हाम्रो पनि अब सुरु भयो ठोक्ने कार्यक्रम ढमाढम 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 गाइस हैन मस्तले। अरे रे मोबाइल तो नहीं की ढमाढम ठोकने कार्यक्रम चालू ठोको। छिटो छिटो ठोक केटा छिटो छिटो। यसरी हान्नुपर्छ है गाइस ड्याङ 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 ड्याङ। हानेन भने त फेरि खुल्लिट हो नि खुल्लिट। यसरी चाहिँ हान्नुपर्छ ड्याङ 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 धुर्मुसले। यो घर चाहिँ चिसो महिनामा मस्तको गर्मी हुन्छ अनि गर्मी महिनामा चाहिँ चिसो हुन्छ क्या भित्र। त्यही भएर देव भाइ दे दनक जे बनाए हो सब फोन करते रहो। केटाहरू चाहिँ दिइरहेछन् है डन्ना डन डन्ना डन। राम्रो आउनु लाग्छ छैन अनुहार ब्लर हुन लाग्छ यार। उता चाहिँ माटो हाल्न लाग्यो अब फर्ममा। माटो भन्नाले पनि मसला भन्नु पर्यो हैन। खुल्ली ठोके गाई अब ल फाइनली गाइस आजको लागि चाहिँ यति नै। अब अर्को दिन
भेटौँला है गाइस। आजको लागि चाहिँ यति नै, बाई बाई। बाई बाई।